नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। जयनगर भङ्गा रेल सेवाको उद्घाटन महोत्तरीका भङ्गावासीहरू खुसी। मध्य प्रदेश सभाको पहिलो अधिवेशन आज रातिबाट अन्त्य। विमानस्थलबाट फर्काइएको भन्दै श्रमिकहरूद्वारा अध्यागमन कार्यालय अगाडि प्रदर्शन। संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने काङ्ग्रेस महामन्त्री थापाको भनाई। र श्रमिकलाई जिउन पुग्ने गरेको ज्वाला वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन। समाचार विस्तारमा। नेपालको एकमात्र वायुवाहक रेलवे आजदेखि भारतको जयनगरदेखि महोत्तरीको भङ्गासम्म सेवा विस्तार गरेपछि स्थानीय खुसी भएका छन्। करिब 2 दशकभन्दा बढीको यो सेवा अवरुद्धपछि यस क्षेत्र सर्वसाधारण आजदेखि रेल चढ्न पाएपछि हर्षित भएका छन्। एक रिपोर्ट। ऐसागु भारत बिहार के जयनगर बाजार से धनुषा के कुर्था धेर 35 किलोमीटर सेवा प्रदान करेतैल नेपाल रेलवे आइस अपन सेवा महोत्तरी के भंगहा बिजलपुरा धेर विस्तार कैलकै छ। आई एक समारोह के बीच नेपाल सरकार के भौतिक पूर्वाधार तथा यातायात मंत्री प्रकाश ज्वाला महोत्तरी के भंगहा में रेल के हरियर झंडा देखबैत भंगहा से भारत के जयनगर धेर के सेवा शुभारंभ भेलै छ। एखन जयनगर जनकपुर कुर्था 35 किलोमीटर रेलखंड में प्रतिदिन 2 बेर सेवा संचालन भ रहल अछि। आब जयनगर बिजलपुरा धेर रेल संचालन केला पर जयनगर जनकपुर कुर्था में समेत 1 बेर सेवा थप हेबाक रेलवे कंपनी जनौलक अछि। दिनको एउटा सेवा मात्रै भङ्गादेखि जनकपुरसम्म तत्काललाई सञ्चालन गर्न लागेका छौँ। पछि यहाँहरूको माग अनुसार यहाँहरूको आवश्यकता अनुसार हामीले यो सेवालाई अझ प्रभावकारी र थप सेवाको रूपमा पनि विस्तार गर्ने कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। जनकपुर धेर रेल सेवा संचालन केने 15 महीना के बाद भंगहा स्टेशन धेर रेल सेवा संचालन कर रेलवे कंपनी सफल भेल रेलवे के महाप्रबंधक निरंजन कुमार झा बतौलन। तत्काल दैनिक 1 बेर सेवा संचालन करबाक तालिका रहल रहितो जनता के माग अनुसार रसे रसे सेवा विस्तार करित लजेबाक हुन कहब छलैन। भारतीय रेलवे कंपनी इरकन इंटरनेशनल निर्माण केने रेलवे ट्रैक गत जेठ 18 में नेपाल रेलवे कंपनी के महाप्रबंधक झा के स्थानांतरण कयल गेल छल। जयनगर से भंगहा बिजलपुरा स्टेशन धेर 52 किलोमीटर रेलखंड में आब रेल संचालन शुरू भेलै छ। नेपाल सरकारक भौतिक पूर्वाधार तथा यातायात मंत्री ज्वाला नेपाल रेलवे जनता के सहजता के लेल सेवा विस्तार करैत गेल में खुशी व्यक्त केलनि छ। ओ अपना विकट पहाड़ी जिला के नेता आ बासिन्दा रहलासँ मधेश के पीड़ा सेहो बुझि रहल धारणा रखलनि। रेल सेवा सञ्चालन गर्दैछ। यसले यातायात क्षेत्रमा एउटा ब्रेक थ्रु गर्दैछ। एक किसिमको चाहिँ छलाङको रूपमा चाहिँ यो रेल सेवालाई हामीले लिनेछौँ। एउटा निकै ठुलो प्रगतिको रूपमा हामीले यो आज शुभारम्भ हुने रेल सेवालाई हामीले लिने गरेका छौँ। र त्यसरी नै कार्गो सेवा सुरु भयो भने अर्को एउटा थप स्टेप हामी अगाडि बढ्नेछौँ। वास्तवमा चाहिँ यहाँलाई म जानकारी गराउन चाहन्छु, हामीले यो रेल सेवा यहीँसम्म मात्रै होइन, हामी बर्दिवासदेखि निजगढसम्म रेल मार्ग निर्माणको काम अगाडि बढिरहेको छ। कतिपय पुलहरू बनिरहेका छन् र छिटोभन्दा छिटो बर्दिवासदेखि निजगढसम्मको रेल मार्ग निर्माण गर्ने र रेल सेवा सञ्चालन गर्ने नेपाल सरकारको चाहिँ प्रतिबद्धता छ। त्यो रेल मार्ग प्राथमिकतामा छ र त्यो रेल मार्ग निर्माण भयो भने अझै धेरै जनतालाई हामीले सेवा पुर्याउन सक्नेछौँ। कुर्था से बिजलपुरा धेर के 17 किलोमीटर खंड भारतीय रेलवे कंपनी हस्तांतरण नहीं केला से रेल संचालन में आब नहीं सकल छल। तैना बिजलपुरा से बर्दिवास खंड के काम एखन समेत अगाडि बढ़ नहीं सक रहल अछि। उद्घाटन के बाद रेल भंगहा बिजलपुरा स्टेशन होइत जयनगर दिस के यात्रा तय केलक। स्थानीय में एकटा अलगे खुशी छल।
जयनगर पहुँचला के बाद रेल रवि दिने भंगहा स्टेशन में आबि कऽ रहबाक नेपाल रेलवे कंपनी जनौलक अछि। एखन जयनगर बिजलपुरा स्टेशन धरि प्रतिदिन एक बेर रेल सेवा संचालन करबाक तैयारी रहल रहितो यात्रु के माग अनुसार सेवा थप करैत जेबाक योजना रहल महाप्रबन्धक झा बतौलनि। यहाँहरूको माग अनुसार, यहाँहरूको आवश्यकता अनुसार हामीले यो सेवालाई अझ प्रभावकारी र थप सेवाको रूपमा पनि विस्तार गर्ने कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सँगै यो रेल भंगहादेखि जब जयनगर पुग्नेछ त्यस पश्चात नेपाल र भारतको बीचमा भइरहेको रोटीमेटीको सम्बन्ध अझ पनि प्रगाढ हुनेछ। रेलवे कंपनी नया रेल खरीद के प्रक्रिया में समेत रहल ओ बतौलनि। ऐसा आगू के मुआवजा विवाद सल्टिया गेला सँ आब जल्दीए काम शुरू होबाक आ 2 वर्ष भितरे बर्दीवास धरि रेल संचालन करबाक तैयारी रहल महाप्रबंधक झा के कहब छलनि। प्रधानमंत्री प्रचंड के पछिलका भारत भ्रमण के क्रम में भेल महत्वपूर्ण समझौता सब मध्य जयनगर से भंगहा धरि रेल सेवा के विस्तार समेत एकटा महत्वपूर्ण बुदा रहला सँ एकरा शीघ्र कार्यान्वयन दिस पहुंचाओल गेल भारतीय दूतावास के डेप्यूटी चीफ ऑफ मिशन प्रसन्न श्रीवास्तव बतौलनि। 3 किलोमीटर ब्रॉड गेज आधुनिक ट्रैक प्रणाली लगभग 1250 करोड़ नेपाली रुपए की भारतीय अनुदान सहायता के तहत निर्मित करीब 68 किलोमीटर लंबे जयनगर बर्दीवास रेल लिंक का हिस्सा है। इस खंड में कुर्था, पिपरादी, लोहारपट्टी, सिंडियाती और बिजलपुरा नाम के 5 स्टेशन शामिल हैं। यह विकास यात्रा अभी शुरू हुई है। नेपाल की पूर्ण संभावित आर्थिक क्षमताओं को प्राप्त करने के लिए रेल नेटवर्क सहित परिवहन क्षेत्र का शीघ्र विस्तार बेहद जरूरी है। भारत का रेल नेटवर्क विश्व के सबसे बड़े रेल नेटवर्क में से एक है और भारत के साथ सीमा पार रेल संपर्क नेपाल की रेलवे की पहुंच को और विस्तारित करने के लिए फायदेमंद होगा। भारत सरकार कनेक्टिविटी, विशेष रूप से रेल कनेक्टिविटी में तेजी लाने और इंफ्रास्ट्रक्चर और कुशल मानव संसाधन के विकास के लिए क्षमता निर्माण करने हेतु सभी सहायता प्रदान करने के लिए प्रतिबद्ध है। रेल सेवा विस्तार संगे वही क्षेत्र के स्थानीय में उत्साह देखल गेल अछि। जनकपुर धाम होइत भारत बिहार के सीमावर्ती बाजार जयनगर धरि आब आसान से वातानुकूलित रेल में चढ़ि कऽ पहुँचबाक भेला सँ भंगहा बिजलपुरा क्षेत्र के बासिंदा सब खुशी देखल गेलनि। लगेने रहली कि ये रेलगाड़ी बंद भ गेलै तो असुविधा भ गेलै हमरा सबके। ये रेलगाड़ी चलै छलै पहिलहु तो सुविधा रहलै, तो आब कहिया चलते रेलगाड़ी, कहिया चलते हम सब से मन में सोचित रहली बहुत दिन से। लेकिन आइ तक उद्घाटन आइ भ रहल है, हमरा सबके बहुत खुशी लागल। चलला से ये के बासिंदा के स्थानीय से बहुत सुविधा बढ़िया भेलै। ऐसे जनकपुर जयनगर जाए के लागि सुविधा अच्छा भेलै। ट्रेन को यो खुशियाली को माहौल छ। यो धेरै यो लगभग 51 साल में बंद भएको ट्रेन अहिले यो भारत सरकार को सहयोग में अहिले चल्न लागेछ। धेरै उत्साहित यहाँ का जनताहरू, यहाँ का व्यापारीहरू अनि कृषकहरू सबै एकदम खुशी भएको छ। एहि के साथ साथे समुद्घाटन समारोह के मधेश के कृषि मंत्री गोविंद नेउपाने, भंगहा नगरपालिका के मेयर संजीव कुमार शाह सहितक सब संबोधन करैत रेलवे सेवा के विस्तार प्रति खुशी व्यक्त करैत सेवा गुणस्तरीय आ जनता के लेल सहज हैत से विश्वास करै छी धारणा रखने छलनि। एते ज्यादा जगह सब छ, उ जगह के हम सब एकटा प्रयोग करी, उ जगह में एकटा नया चीज सब बनावी जेकर चलते आय से रेलवे के मदद दे। एक कारण हम संघीय सरकार से आग्रह करबे कि यो रहेका यहाँ का जग्गाहरू, खाली रहेका जग्गाहरूमा निर्माण गरेर एउटा आय स्रोत बढाइन्छ। यस किसिमको काम गर्नुपर्दछ। त्यसै गरिकन यहाँ कार्गो सेवा चलाइन्छ। अपने के 2011 में भारतीय एमएससी से अभी भारतीय सरकार से नेपाल सरकार के तत्कालीन पर्यटन मंत्री सौरभ सिंह भण्डारी जी और भारतीय सरकार की ओर से विदेश मंत्री जी के बीच में समझौता भेल छलै, रेलवे समझौता। और उस समझौता 2017 साल में अपने के समझौता बमोजिमी काम पूरा होके चाहिए। और दुर्भाग्य कहीं नेपाल सरकार के
इस गति के कारण हम जब 2017 में जो सुविधा पाई थी वो 23 में आई चीज कि आने वाला दिन में भी जैसे सीतापुर भंगा से बर्दीमा जो रहता है ओकरा तीव्र गति में फास्ट ट्रैक से काम सुचारू करके समय में संपन्न करने के लिए हम मंत्री जी से आग्रह करबे। ऐसागु काठ के रेल लोहा के लीक में छोट छोट डिब्बा के साथ महोत्तरी के बर्दिवास बिजलपुरा स्टेशन धरि संचालन होइत छल। नेपाल सरकार आ भारत सरकार के समझौता अनुसार काठ आ जड़ीबूटी नेपाल से भारत पठेबाक लेल आ भारत से उपभोग्य सामग्री नेपाल लेबाक लेल रेल संचालन में आयल गेल छल। अपन टेलीविजन के लेल कैमरा में संजय शाह के साथ में पूरन शाह, जनकपुर धाम। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहदैमा नढल्न दाबी गर्नुभएको छ। आइतबार जनकपुर धाम पुग्नुभएका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले नेकपा एमाले प्रति लक्षित गर्दै गठबन्धन ढलोस् भन्ने धूप बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभएको छ। उहाँले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेकाले उल्लेख गर्दै गठबन्धन ढाल्न सपना नदेख्नु आग्रह गर्नुभएको छ। उहाँले गठबन्धन ढालेर केही पाइर हाल्छौ कि भन्ने आशा गर्नुहरू आशावादी नबन्न आग्रह गर्नुभएको छ। प्रतिगमनका विरुद्धमा एकजुट भएर एकताबद्ध भएर सडकदेखि अदालतसम्म चाहिँ लडेका शक्तिहरू, त्योभन्दा पहिले संविधान बनाउँदाखेरि चाहिँ एक ठाउँमा उभिएका शक्तिहरू, त्यसपछि चुनावका बेलामा केही तिता अनुभवहरू पनि होलान्, त्यसका बावजुद चुनावमा चाहिँ सँगसँगै अगाडि बढेका शक्तिहरू अहिले सरकारमा छन्। तर ती जन्चरहरूभन्दा यो सजिलो हो, सरकार त चलाउने कुरा हो। असजिला अप्ठ्यारा बडा जटिल मोडहरूमा एकताबद्ध भएका शक्तिहरू अहिले गठबन्धनमा छन्, सरकारमा छन्। त्यसकारण यो गठबन्धन ढलिहाल्छ र अनि हामीले केही चाहिँ यसो फाइदा पाइहाल्छौँ कि होइन भनेर चाहिँ जो चाहिँ आशावादी भएर बसेका छन् उनीहरूको आशा चाहिँ पुरा हुँदैन। हामीले भर्खरै चाहिँ समाजवादी मोर्चा गठन गरेका छौँ। समाजवादी मोर्चाको उद्देश्य भने यो गठबन्धन बलियो बनाउने, सरकार टिकाइरहने भन्ने मात्रै होइन, या संसदभित्रको भूमिका खेल्ने मात्रै होइन। मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताएका छन्। जनकपुर धाम स्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा पदमा प्रोफेसर डाक्टर अमरप्रसाद यादव नियुक्ति हुनुभएको छ। सङ्घीय सरकारले प्रोफेसर डाक्टर यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा पदमा नियुक्ति गर्नुभएको छ। यादव सिराहाको मिर्चिया भगवतपुर निवासी हुनुहुन्छ। सङ्घीय सरकार मातहतको यो विश्वविद्यालय लामो समयदेखि उपकुलपति विहीन थियो। उपकुलपति, रजिस्ट्रार, क्याम्पस प्रमुख लगायत मुख्य पदाधिकारीहरू नै नहुँदा विश्वविद्यालयको पठन पाठन प्रभावित हुँदै गएका थिए। केही दिनदेखि विद्यार्थीहरूले आन्दोलन समेत चर्काएका थिए। उनीहरूले 3वटै सरकार विरुद्ध प्रदर्शन गर्दै आएका थिए। कहिले करारमा राखिएका शिक्षकहरूले आन्दोलन त कहिले विद्यार्थीको आन्दोलन कारण विश्वविद्यालय शिक्षाको नभई विवादको थलोका रूपमा परिणत हुँदै गइरहेको थियो। विवादित बन्दै आइरहेको सो विश्वविद्यालय पदाधिकारी विहीन हुँदा अवस्था झन जर्जर बन्दै गइरहेको थियो। यो विश्वविद्यालयमा BLLB, BBA, BCA, BCAIT, BMLT, BPH र BMBA को पठन पाठन हुँदै आइरहेको छ। यो विश्वविद्यालय अन्तर्गत एक मात्र क्याम्पस रहेको छ। जनकपुर धामको रामानन्द चोक स्थित क्याम्पसमा करिब 500 विद्यार्थी अध्ययनरत रहेका छन्। मधेस प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य भएको छ। आइतबार बसेको प्रदेश सभाको प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पठाएको पत्र पढेर सुनाउँदै सभामुख रामचन्द्र मण्डलले पहिलो अधिवेशन आज रातिबाट अन्त्य भएको जानकारी दिनुभएको छ। विषय प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गरिएको सम्बन्धमा प्रदेश सरकार मन्त्री परिषदको मिति 2080-331 को बैठकबाट प्रदेश सभाको चालू पहिलो अधिवेशन अन्त्य गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरूप नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम सम्बत 2080-331 गते आइतबार राति 12 बजेबाट प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य हुने घोषणा गर्दछु। हरिशङ्कर मिश्र, प्रदेश प्रमुख, दिनांक 2080 साल असार 31 गते आइतबार।
मध्य प्रदेश सभा नयाँ जनप्रतिनिधिहरूले 2079 पुस 15 गते शपथ लिएका थिए। त्यसपश्चात पुस 18 गतेबाट पहिलो अधिवेशन सुरु भएको थियो। पहिलो अधिवेशनका क्रममा 7वटा विधेयक सभाबाट दर्ता भएका छन्। त्यस्तै 2वटा विधेयक प्रमाणीकरण भएका छन्। 1वटा विधेयक पारित भई प्रमाणीकरणको चरणमा रहेको भने 4वटा विधेयक दफावार छलफलमा लागि सम्बन्धित समितिमा पठाइएको छ। त्यसैगरी यो अधिवेशनमा आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत भई पारित भइसकेका छन्। पहिलो अधिवेशनको अवधिमा 36वटा बैठक सञ्चालनमा भएको सभामुख मण्डलले जानकारी दिनुभएको छ। यसैबीच आइतबार बसेको बैठकले प्रदेशसभा मध्य प्रदेश नामलाई परिवर्तन गरी मध्य प्रदेश सभा नामाकरण गरेको छ। सांसद रानी शर्मा तिवारीले पेश गरेको प्रदेशसभाको नामाकरण सम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मति स्वीकृत गरेको छ। कायम भएको प्रस्ताव मध्य प्रदेश कायम भएको परिप्रेक्ष्यमा मध्य प्रदेश सभा नाम मध्य प्रदेश सभा कायम गर्नुपर्ने आवश्यकता भएकोले अब उपरान्त मध्य प्रदेश सभा उच्चारण एवं उल्लेख गर्न यो प्रस्ताव पेश गरेको छु होला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। त्यसर्थ मान्य श्री रानी कुमारी तिवारीले पेश गरेको प्रदेश सभा मध्य प्रदेशको नाम मध्य प्रदेश सभा कायम गरियोस् भन्ने प्रस्ताव सर्वसहमतबाट स्वीकृत भएको घोषणा गर्दछु। बैठकमा सभामुख मण्डलले प्रदेश सभाको नाम मध्य प्रदेश सभा कायम भएकाले सम्पूर्ण व्यक्ति तथा निकायलाई प्रदेश सभा मध्य प्रदेशको स्थानमा मध्य प्रदेश सभा प्रयोग गर्न अनुरोध गर्नुभएको छ। साथै मध्य प्रदेश सभा सचिवालयलाई यसको जानकारीका लागि पत्रचार प्रचार प्रसार गर्न सभामुख मण्डलले निर्देशन दिनुभएको थियो। लाल पूर्जा पाउनुपर्ने भन्दै सिराहाको मिर्सिया नगरपालिकाका स्थानीयवासीले आन्दोलन जारी राखेका छन्। गत माघ र फागुनमा घर तोडफोड हुँदा पीडित बनेका मिर्सिया नगरपालिका वार्ड नम्बर 5 का स्थानीयवासीले आइतबार पनि नगरपालिका कार्यालय अगाडि धरना दिँदै प्रदर्शन गरेका छन्। आफूहरूले 3 महिनादेखि निरन्तर आन्दोलन गर्दा समेत माग सम्बोधन नगरेको भन्दै धरनामा बसेका स्थानीयवासीले आक्रोशित व्यक्त गरेका छन्। आफूहरूका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूले चेतावनी दिएका छन्। नहीं करू अहाँ बहुत बड़का गद्दारी केने छे चाहे लगिन जे हमर सबके घर तोड़लिए। हमर सब घर तोड़ले कि गैर कानूनी हमर घर रहे। हमर 256 हमर नाम में फील्ड बुक समेत कायम रहे। सबके नाम है लेकिन लाल पूर्जा जे अपने बजाबते विशेष नापी टोली जागा के जैसे मेन जैसे जन्मदाता के होचे नापी विशेष नापी कई दन के 60 नंबर बदर भक 15 तक किता कायम भेले। जब आके 256 नंबर किता बदर भक 132 नंबर कायम भेल किता जय मध्य में सरकारी जगह जैसे 8 गो बदले 124 टा भेले व्यक्ति विशेष के। वो व्यक्ति विशेष के जकर सब घर टूटल है वो व्यक्ति विशेष के सब के घर टूटल है। जैमे अपने कौन हिसाब से कह रही जे अपने कते तक बुझे से हमरा था नहीं है कि अपने के नगर में अपने के नगर पालिका में कर्मचारी सब कते बुझल था नहीं है। लेकिन अहाँ के जे सलाहकार हब से कौन हिसाब से सलाह दे रहा हम से समझ में नहीं आबि रहल छै। ताहि दुआरे हमी कहला चाहे छियै कि अहाँ अनौल में नहीं पड़ू। जनता के जायज मांग है अहाँ पूरा करू। मिर्चिया बजारमा रहेका गाउँ ब्लकको किता नम्बर 256 र 60 को जमिनमा 4-5 पुस्तादेखि बसोबास गर्दै आएकाहरूले आफूहरूलाई नगरपालिकाले बेघर बनाएको आरोप लगाएका छन्। गाउँ ब्लकका यी कितामा निजी सार्वजनिक र सरकारी जमिन रहेका बताएका छन्। तर मेयर श्रवण कुमार यादवले सरकारी भन्दै घरहरू भत्काइदिएको उनीहरूको आरोप रहेको छ। उनीहरूले तत्काल लाल पूर्जा वितरण गर्ने र क्षतिपूर्ति उपलब्ध गराउन माग राखेका छन्। 4 वर्ष अघि बजार क्षेत्रको नाप जाँच विशेष नापी कार्यालयले गरेको भए पनि नगरपालिकाले लाल पूर्जा वितरणमा रोक लगाएपछि स्थानीय आक्रोशित बनेका छन्। नगरपालिकाले सरकारी जमिन भन्दै गत माघ र फागुनमा करिब 3 दर्जन घर भत्काइदिएको थियो। विशेष नापी कार्यालयलाई आफ्नो काम गर्न नदिई नगरपालिकाले अधिकारको दुरुपयोग गरेको पनि उनीहरूको आरोप रहेको छ।
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्ययन गमन कार्यालय अगाडि प्रदर्शन भएको छ। वैदेशिक रोजगार ऐन 2064 अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा कुवेत, जोर्डान लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिना कारण कामदारहरू फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरूले विरोध गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण विरोध गर्नु परे बताएका छन्। अध्यागमनले फर्कायो, ठुलो सङ्ख्यामा करिब 190 जनाभन्दा बढीको सङ्ख्यामा फर्काइसक्नु भएको छ। त्यहाँ टिकट ठुलो सङ्ख्या टिकट कोरिएको हुन्छ, विदेशमा जानको निम्ति उहाँहरू घरबाट सबै प्रक्रिया पुर्याएर त्यहाँ पुगेको हुन्छ र अन्तिममा उहाँहरूलाई त्यहाँबाट फर्काइन्छ, घरिघरि दुःख दिइन्छ। त्यसको विरोधमा चाहिँ हामीले अहिले यहाँ आन्दोलन गरिरहेका छौँ। विशेष गरी वैदेशिक जाने श्रमिकको निम्ति सबै कुरा बिना कारण त्यसरी फर्काइन्छ भने वैदेशिक व्यवसाय सङ्घले त्यसको विरोध गर्छ, त्यही विरोध गरिरहेको। यो चाहिँ छानबिन गरेर दोषीलाई कारबाही गर्नु पर्यो। जाने कामदारको जुन टिकट गएको छ त्यसको चाहिँ टिकट लगायत विभिन्न त्यो खर्च भएको त्यो क्षतिपूर्ति गर्नुपर्छ। विभागीय प्रमुखको हैसियतले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिने भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। उहाँले अध्यागमन कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिएका छन्। उपप्रधान एवं गृहमन्त्री नयन काजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन्। आइतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकाय पूर्व उच्च अधिकारी बीच शान्ति सुरक्षा संविधिकरणका लागि अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले आन्तरिक रूपमा सरकारी संगठनहरूलाई संस्थागत गरी शिथिल बनाउने काम सरकारले गरिरहेको बताएका छन्। उहाँले सरकारी कार्यालयभित्र अवांछित चलखेलको भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साहित र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिनुभएको छ। संस्थागत काममा आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरेर स्वच्छ कसरी बनाउने र उनीहरूको जनमुखी ओरिएन्टेसन अभिमुखीकरण कसरी गर्ने भन्ने कुरामा हामीले ध्यान नदिकन जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी चाहिँ सहजतापूर्वक छिटो उपलब्ध गराउने काम। मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाई काम गर्न भनेर प्रमाणिकको मात्रै अपेक्षा गर्नु नहुने बताएका छन्। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। Where the software engineer meets the smart market analyst to create the big dream. The world comes together at Sharda University. विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर साईले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 ले हिस्सालाई माफ गर्न बताउनु भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 लाई विरोध गर्नुपर्ने कारण बारेमा वक्तव्य दिँदै उहाँले यसले हिंसालाई माफ दिने बताउनु भएको छ। उहाँले यो विधेयक प्रतिनिधिसभाबाट पारित भएमा देशलाई अफ्रिका भन्दा पछि धकेल्ने बताएका छन्। कसैले व्यक्तिको हत्या गर्ने र राजनीतिक आवरणमा मुक्ति पाउने घटना घट्न सक्ने भन्दै यसतर्फ अहिले नै सचेत हुनुपर्ने बताएका छन्। अनि तपाईको राजनीतिक आस्थाका आधारमा मान्छे मार्न यदि थालनी गर्ने हो भने यो देशमा भोलि कोही जीवित रहन्छ? यस्तो पनि विधेयक ल्याउन पाइन्छ? यो विधेयकले त अहिले हामी प्रतिपक्षमा छौँ, यसको मतलब यो होइन कि हामीले यो विधेयक प्रतिपक्षमा भएका कारणले विरोध गरेका होइनौँ। यो विधेयक जो ल्याइएको छ त्यसका प्रत्येक दफा पर्नुहोस्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुब्बाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2080 मा नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्ने बताएका छन्। र विदेशी औषधि समेत सुपथ मूल्यमा बजारमा उपलब्ध गराउने पनि एउटा विधेयक यहाँ आउनुपर्छ। केही नेपाल ऐनमा त्यो विषय राख्नु जरुरी छ। 20 वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि यो ऐनमा राख्नु जरुरी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले यस विधेयकमा देवानी फौजदारी प्रशासनिक फरक प्रकारका कानुनहरू हालेर सरकारले बचपना देखाएको बताएका छन्। यो विधेयकमा सार्वजनिक सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरू पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताएका छन्। यसको विरोध गर्दछु। यो विधेयक जस्ताको तस्तै प्रस्तुत हुनु नपर्नेको धेरै कारणहरू छन्, तर म विशेष गरी 2 संवेदनशील कारणहरू प्रस्तुत गर्न चाहन्छु। पहिलो कारण, शक्ति पृथकीकरणको सिद्धान्त लोकतान्त्रिक व्यवस्थाको अपरिहार्य र आधारभूत सिद्धान्त हो र हुनुपर्छ, जसलाई नेपालको संविधानले पनि अंगीकार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले यो विधेयक संविधानको धारा 1, 21 र 46 विपरीत रहेको बताएका छन्। उहाँले संसदले बहुमतको आधारमा यो विधेयक पारित गरेमा यसका विरुद्ध अदालत जान आह्वान गर्नुभएको छ। तर्फ नहेर्ने हो भने जनताको जीवधनको संरक्षण गर्ने सरकारको उत्तरदायित्व तथा जवाफदेहितापनको अभाव हुन गई कानुनी राज्यको अस्तित्वमै प्रश्न उठ्छ। हामीले कस्तो नेपाल परिकल्पना गरिरहेका छौँ सभामुख महोदय? यो धेरै अन्तर्राष्ट्रिय कानुनहरूमा हामीले सही गरेका छौँ, त्यसको विपरीत पनि छ। यो अदालतको काम, कर्तव्य र अधिकारमा प्रत्यक्ष राजनीतिक कर्मीहरूको हस्तक्षेप भयो। उहाँले नेपालमा हिंसाको च्याप्टर क्लोज भइसकेको भन्दै आगामी दिनमा हिंसालाई कुनै राजनीतिक दलको आजानमा चोख्याउन नपाइने बताएका छन्। नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आन्दोलनरत सहकारी कर्मीहरूको माग पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ। आइतबार प्रतिनिधि बैठकको आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले सहकारी कर्मीहरू आन्दोलनरत भएको भन्दै उनीहरूको माग समाधान गर्न सरकार समक्ष माग राख्नु भएको छ। उहाँले केही सहकारीका कारण देशभरका सयौं सहकारीहरू आलोचित भइरहेको भन्दै सहकारीको नियमन गर्नुपर्ने बताएका छन्। उहाँले श्रमिकको न्यूनतम ज्याला अभिवृद्धि गर्नतर्फ पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। कक्ष हुन्छ, त्यहाँ जाँदै गर्दा बिरामी दुर्घटनामा पर्यो, आकस्मिक कक्षमा हेरिन्छ। आगोले जल्यो, आकस्मिक कक्षमा हेरिन्छ। साँपले टोक्यो भने पनि आकस्मिक कक्षमा हेरिन्छ। तर मेरो यो 8-10 वर्षदेखि पुरानो चाहिँ डायबिटिज हो भनेर आकस्मिक कक्षमा हेरिँदैन। गएको साता गएको बैठकमा माननीय सदस्यहरूबाट आवाज उठ्दै गर्दाखेरि आकस्मिक समयमा परम्परादेखिका प्राचीनकालदेखिका धेरै विषयवस्तुहरू आए। सभामुखले सञ्चालन गर्दै गर्दा कमजोरी भयो कि नियमले हामीले बुझेनौँ कि हामी सांसदहरूले सभामुखलाई असहयोग गरेको हो कि, यसमा सम्माननीय सभामुखको म रुलिङको अपेक्षा गर्दछु। दोस्रो विषय चाहिँ सहकारी कर्मीहरू आन्दोलनमा छन् र केही सहकारीको कमजोरीको कारण देशका सयौं सहकारीहरू आलोचित। नेकपा एमालेका सांसद गोकुल प्रसाद सापकोटाले देशभरि गुठीसँग सम्बन्धित जग्गाहरूमा समस्या रहेको भन्दै समस्या समाधानका लागि माग गर्नुभएको छ। उहाँले वर्षौंदेखि जमिन तोजिरहेको कारण जोतिरहेकाहरूको आफ्नो नाममा जग्गा आउन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। जमिन जसले जमिन जोतिरहेको छ, वर्षौंदेखि पुस्तौं पुस्तादेखि तिनका नाममा बाबु बराजे सबै बितिसके र आज पनि उनको जमिन दर्ता हुन सकेको छैन। ती खोटो माल भएका छन्। खास गरिकन म यो गुठीसँग सम्बन्धित कुरालाई भन्न चाहन्छु कि आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ र काभ्रेको मेरै जिल्लामा पनि सिपाघाटमा त्यही छ। बजार बसिसक्यो, मान्छेले बिजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ। चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ। पलाञ्चोक भगवतीमा 2500 भन्दा बढी मान्छेहरूको त्यहाँ चाहिँ जमिन उनका नाममा छैन, तर उनीहरूले कमाइरहेका छन्। छोराछोरी कसरी पढाउँछन्, औषधि मूल्य कसरी गर्छन्, यो सम्बन्धी समस्याको समाधान होस् भन्ने म माग गर्न चाहन्छु। त्यसै गरी ओलीले राखे, प्रचण्डले हटाए। बुम्लुको 7 र 8 नम्बर। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले नेपालको हवाई यातायात असुरक्षित देखिएको उल्लेख गर्दै नेपालको नियामकीय असक्षमता भएको बताएका छन्। हेलिकप्टर दुर्घटना चैत्र 26 2079 मा हेली एभरेस्टको हेलिकप्टर अन्नपूर्ण बेस क्याम्पमा दुर्घटना। वैशाख 22 2080 मा सिमरिक एयरको हेलिकप्टर दुर्घटनामा 1 जनाको मृत्यु, 5
4 जना घाइते र यो अहिलेको सोलुखुम्बुको लिखु पिकेमा मनाङ एयरको दुर्घटना हेलिकप्टर दुर्घटनामा 5 जना विदेशी सहित 6 जनाको दुःखद दुर्घटना भएको छ। यी समाचारहरू धेरै सङ्ख्यामा सुन्न आएका हवाई क्षेत्रका गम्भीर उदाहरणहरू हुन्। संसारमा यातायातका साधनहरूमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ। उडान सुरक्षाको अवस्था निरन्तर ओह्रालो लागेको छ। यो नियामकीय असक्षमता र टोटल रेगुलेटरी फेलियर हो। सम्माननीय सभामुख महोदय, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले वकिलहरूलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउनु भएको छ। वकिलहरूले मन परी धेरै फिस लिने गरेका भन्दै यसको पनि नियमन गर्नुपर्ने उहाँले बताउनु भएको छ। अध्यक्ष शाहले वकिलहरूले लिने रकमको न्यूनतम र अधिकतम मापदण्ड तोक्नुपर्ने बताएका छन्। नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्रै अगाडि बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक 2080 माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नुभएको हो। उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्रै चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडि बढ्ला भन्ने कुरा शङ्का गर्ने ठाउँ रहेको बताएका छन्। उहाँले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताएका छन्। उहाँले लिबरल आर्ट सम्बन्धी कलेजहरूको आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन्। आइतबार संसद परिषदमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरा सिकेको बताएका छन्। उहाँले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताएका छन्। उहाँले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको बिहानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूहरूमा रहेको बताएका छन्। उहाँले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वाभाविक हुने बताएका छन्। उहाँहरूले पनि मान्नुपर्छ। हामीलाई भन्दा बढी आउँछ त्यो हामीले मान्यौँ, तर हामीलाई पनि नआउने कुराहरू के हुन सक्छन् है भन्ने कुरा चाहिँ मान्नु पर्यो। हामीले आज खास संसदमा त्यति नै कुरा मात्र बुझाउनु खोजेका थियौँ कि तपाईँहरूले जतिखेर माग्नु पर्यो त्यति। महामन्त्री थापाले संसदीय दलको नेता बदल्ने कुरामा आफू निरन्तर लागिरहेको बताएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सरकार आर्थिक विकास सुशासनका पक्षमा काम गरिरहेको बताएका छन्। आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले सरकारले सुशासन कायम गर्नु कुरामा आर्थिक विकासको गतिलाई अझ तीव्र बनाउन कुरामा काम गरिरहेको बताएका छन्। उहाँले सामाजिक न्यायलाई स्थापित गर्न उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर सरकारले काम अघि बढाइरहेको दावी गर्नुभएको छ। यति नघटाउनु संसदको ओजलाई, संसदको महत्त्वलाई र गरिमालाई झुक्क्याउने काम भयो भन्ने आइरहेको छ नि बाहिर। कहिले झुक्क्याउँछ? संसदमा झुक्किने कुरा हुन्छ। तल माथि चाहिँ राम्रो विधेयक राख्छ, अन्तिममा चाहिँ 64 मा चाहिँ त्यस्तो खालको चाहिँ अलिकति गाह्रो। झुक्काउने कुनै पनि विधेयक चकमा खुवायो हामीलाई सरकारले भनिरहनु भएको छ। यहाँ मान्यज्यू कसले भनिराख्नु भएको छ, म त्यो सबैको जवाफ दिन मैले पनि नहोला। सुन्नु न, तपाईँले प्रश्न सोध्नु भयो भनेपछि सुन्नुहोस्। कृपया। अब कसले के बुझ्नुभयो त्यो अर्को कुरा हो। संसदमा कुनै पनि विधेयक प्रस्तुत हुन्छ। मन्त्री बस्नेतले अनियमितताका प्रकरणमा निष्पक्ष ढङ्गले छानबिन गरी टुङ्गोमा पुग्ने बताउनु भएको छ। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। जयनगर भाङ्गा रेल सेवाको उद्घाटन, महोत्तरीका भाङ्गावासी खुसी।
मध्य प्रदेश सभाको पहिलो अधिवेशन आज रातिबाट अन्त्य। विमानस्थलबाट फर्काइएको भन्दै श्रमिकहरूद्वारा आज्ञागमन कार्यालय अगाडि प्रदर्शन। संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने काङ्ग्रेस महामन्त्री थापाको भनाई र श्रमिकलाई जिउन पुग्ने गरेको ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन। हस्त अहिलेलाई यतिकै। पलपल खबर तेज नजर हेर्नुहोला अप्पान टेलिभिजन। नमस्कार।